Hello everyone, welcome back to my channel. If you are new here, welcome to my channel. अनि आज चाहिँ हामी कर्फु डाँडा जाँदै छौं। मसँग जाँदै हुनुहुन्छ दिलचन भाइ, निङसम भाइ, गोविन्द दाइ। अनि आज चाहिँ हामी पोखरादेखि ताङतिङ गाउँसँग चाहिँ हामी स्कुटर बाइकमा जाने छौं। त्यसपछि हामी चाहिँ हाम्रो चाहिँ हाइक सुरु हुनेछ। यदि तपाईहरु पनि कर्फु डाँडा जाने सोचमा हुनुहुन्छ भने आइटिनेरीको लागि चाहिँ यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु। केही दिन मेरा कलाउटी हुनुहुन्छ उहाँ अनि उहाँ हुनुहुन्छ हाम्रो दिलचु भाइ प्यारो दिलचु भाइ सबैले एकदमै धेरै धेरै स्वागत छ आफ्टर अ लङ टाइम वी आर ट्राभलिङ टुगेदर अनि एलसी दिदीको च्यानलमा सबैले स्वागत छ। अहिले चाहिँ हामी पप्लु ग्यारेजमा छौँ। पप्लु ग्यारेजमा चाहिँ दिदीको टायरलाई चाहिँ हल्का मेन्टेन गरेर हामी यहाँबाट जान्छौँ। फर्स्ट अफ अल हामी यहाँबाट काउखोला जान्छौँ। काउखोलादेखि बाटो गएर तानतिङ पुग्छौँ। तानतिङबाट गएर कर्फु पुग्छौँ। फाइनली हामी चाहिँ काउखोला आयो अनि दिलचन चाहिँ कहाँ यति गएको छ। दिलचनको बाइक चाहिँ यहाँ छ। दिलचन अनि लिएर दिल्छु कस्तो भइरहेछ। म चाहिँ यहाँको यो बाटोमा चाहिँ क्रस गर्न सक्दैन होला, एकदम ढिलो छ। त्यही भएर अब निमसाङ भाइले चलाउँछ। अब दिल्चु चाहिँ यहाँ जाँदैछ गाइसहरू। बाटो चाहिँ यस्तो डेन्जरी ए हो। यहाँबाट चाहिँ 1 घन्टा लाग्छ भन्नुभएको छ। ऊ हाम्रो कलौटे भाइ आयो फाइनल्ली। मैले खान्छु भनेको दिल्चुले ए राख्न भनेको कलौटे देऊ एउटा मलाई देऊ कि एउटा खाने भनेको। कलौटे भाइ पनि राइडरै रहेछ। हेलो ताङतिङ कति लाग्छ? बाटो कस्तो छ? यो भन्दा राम्रो तल भन्दा कि नराम्रो छ? यो तलको जस्तो ढुङ्गा त छैन है। फेरि छ है। सोलिङ त भइहाल्छ क्या। सोलिङ सबै स्कुटरलाई ताङतिङ यही हो त? यही हो कि ताङतिङ? वेलकम टु ताङतिङ गाइसहरु। हामी फाइनली ताङतिङ आइपुग्यो। बाटो चाहिँ यस्तो डेन्जरै थियो कि है। कुन चाहिँ? ए यो कस्तो राम्रो बनाएको है। यो चाहिँ राम्रो। ऊ पहिला चाहिँ हामी यहाँ जिप रोकेको थियो अनि त्यहाँ खाजा खाथ्यो के यस्तो गाइसहरु। वाउ फाइनली ताङतिङ कुन समयमा खुल्छ सर तपाईँहरूकोमा? हाम्रो त उयो चैतै हो। फाइनली हामी चाहिँ यताहरू त निमसाङ हामी चाहिँ अब स्कुटरमै जाने प्लान भयो। किनभने यो 3जना केटाहरूले मेरो कुरा सुन्नु भएन, त्यसैले अब खालको पनि नरहेछ है। त्यही भएर उनीहरू चाहिँ अब हामी चाहिँ हाइकिङ चाहिँ नगर्ने, हामी चाहिँ स्कुटरमै जाने भयो है। अब चाहिँ हामी स्कुटरमा एकदम रमाइलो लाग्यो मलाई चाहिँ। भाइको चाहिँ फर्स्ट टाइम है, मेरो चाहिँ सेकेन्ड टाइम हो ताङतिङ चाहिँ। पुनको योलाई के भन्छ तपाईँले लाउनु भएकोलाई? हडुलो लाएर कर्फु डाँडामा यता दिल्छु भिडियो खिच्ने हो। त्यो बर्खु लाएर भिडियो खिच्नु पर्छ है। ल आज चाहिँ निमसँगले चलाइरहेछ। पेट्रोल लिक भएर यस्तो भयो गर्न यस्तो डेन्जरी। तिमीले त पुग्ने बेला त खाली हुन्छ त। यस्तो हो गाइसहरु, बाटो त यस्तो डेन्जर। हेर्नु तपाईहरु स्कुटरमा बाइकमा नआउनु होला, साँच्चै हो बाटो चाहिँ खत्तमै हो। तपाईहरु जिपमा आउनु होला, साँच्चै हो। गाइसहरु अन द वे टु कर्फु डाँडामा यो चाहिँ चाया इको प्लेसमा यस्तो खतरा। हेर्नु न, मलाई चाहिँ दामी नै मन पर्यो। अनि यहाँ चाहिँ यसको चाहिँ पर पर्सन 2000। अनि हेर्नु त, अनि जाडोको बेलामा यहाँ तपाईहरुले तातोको लागि चाहिँ तपाईले यहाँ फायर बनाउन पनि सक्नुहुन्छ। अनि हेर्नु न कस्तो दामी के। अनि एटेच बाथरुम पनि छ है। ल
तपाईँहरू धेरै पोखराबाट धेरै टाढा पनि होइन है, आउनु होला। हामी चाहिँ आज कर्फु नै पुग्ने हो अनि हामी चाहिँ भोलि चाहिँ यहाँ बस्ने प्लान छ। यस्तो बबाल देखो ल थ्याङ्क्स। हामीलाई चाहिँ चाया इको प्लेसमा हामीले चाहिँ चिया खाइयो गाइसहरू। अब चाहिँ हामी चाहिँ रातिको कति बजे छ त्यही पनि यिनीहरूले जाम भनेको छ। मलाई चाहिँ डर लाग्छ गाइसहरू। होपफुली राम्रोसँग पुग्न सकिन्छ होला। दिल्छु मोटियो नराम्रोसँगले गाइसहरू। कर्फु कति बज्यो होला खै। म त आज त रुया याद दिन्छु ल। डर लागेर नि फर्स्ट टाइम यस्तो चढेँ नि त म अफ रोड। तर भाइलाई चाहिँ माने यार कसम यस्तो डेन्जरै चलाइदिने कि पुरै सिट छ कि। ओइ फाइनल्ली यो होला कि होला होइन यही हो लेक चाहिँ फोटो खिच्ने गाइसहरू। चर्चको लोटे भाइ दिल्छु चर्च गर्नु नि भाइ। चुन्नु न चर्च गर्नु न छिटो। पहिला म कतिचोटि रुएँ अरे भन्नु त रुन्ची आजदेखि माई नेम इज रुन्ची नाम चेन्ज भयो। अगाडि के अरे यस्तो मेरो टेन्ट चाहिँ यो अनि भाइहरूको चाहिँ उता है कत्रो छ सिग्नल। वेट यता यस्तो छ मेरो घर। ल छिर्नु भित्र। होम फर टुनाइट पहिला खाने होला नि गाइसहरू। ल भाइरस के आउनु यस्तो छ उहाँको चाहिँ हाम्रो चाहिँ यहाँ छ। आज लोसार होइन ह्याप्पी लोसार ह्याप्पी लोसार ह्याप्पी लोसार। बाटो त यस्तो डेन्जर रहेछ। म त रुँदै आएँ दुई ठाउँबाट अनि लोटियो पनि। ओ माई गुडनेस थ्याङ्क यू भाइ थ्याङ्क यू। मैले चाहिँ वेलकम टी हुँदै छ हाम्रोमा है गाइसहरू। एकदम राम्रो होला हो। तपाईँहरू पनि आउनु होला। वा स्मोक भएछ स्मोक। वाउ यहाँ चाहिँ एउटा ग्रुप छ। हेलो कताबाट आएको नि बहिनीहरू? वाउ बहिनीहरू चाहिँ बुटोलबाट है। बुटोलको ग्रुप बुटोल कुन हो? यस यहाँ चाहिँ कता हो? हेलो भाइहरू कताबाट हो भाइहरू? बुटोल। ओ माई गड बुटोलबाट आएको बा धन्यवाद। यस्तो दामी छ यस्तो दामी खाना हुँदैछ यहाँ। वाउ मासु हो चिकन बनाना कलौटे भाइ दिल्छु। फाइनल्ली लोट्दै पत्दै आइयो। हामी आगो ताप्दैछौँ। यता हेर्नु त यहाँ चाहिँ म ओ माई गड यस्तो सुत्न लागेछु गाइसहरू। यो चाहिँ मेरो टेन हो अनि उता चाहिँ दिन्छन् भाइहरू सुतिरहेछ। यहाँ चाहिँ म एक्लै यस्तो हो गाइसहरू यी कर्फु डाँडामा। गुड मर्निङ गाइसहरू। हेलो यिनीहरू सुत्दै म उठाइदिन्छु गाइसहरू। ए सुतुवाहरू यहाँ सुत्नु भएको छ कलौटे अनि दिल्छु अनि हाम्रो किचकन्डी आइरा हाम्रो सर सुत्नु भएको छ अनि हाम्रो स्कुटरको हालत चाहिँ यस्तो छ। भोलि अन हुन्छ किन यहाँ छ गाइसहरू। बाइक यहाँ छ अनि आजको भ्यू चाहिँ यस्तो देखेको छ। फिस सेल मेरो फेभरेट हो। वाउ सिक्लेस त तल दामी नै देखेछ तल। कर्फु भ्यू पोइन्ट समुद्र सतहदेखि 3085 उचाइमा रहेको यो सनराइज भ्यू पोइन्टमा म आइपुगेँ गाइसहरू। यहाँ हुनुहुन्छ दिलजनहरू।
हे दिल्छु ए नरहेछ दिल्छु कलौटे यस्तो देखेको छ हल्का तल यहाँ चाहिँ दिल्चुले ड्रोन उडाउँदैछ पाइलट यहाँ हुनुहुन्छ हेलो पाइलट ओ ड्रोन यहाँ गएको छ अनि हाम्रो कलौटे भाइ यहाँ हुनुहुन्छ कलौटे भाइ कस्तो छ एकदम राम्रो छ नि रमाइलो भयो जानुपर्छ है अझै एउटा ठाउँ पनि ल हिँडौँ गाइजहरू यस्तो हो रमाइलो भयो हाम्रो गोविन्द सरको यो चाहिँ खत्रै हो कि गोविन्द सर कस्तो भइरहेको छ हजुरलाई मलाई त म बयान गर्दै सक्दिनँ मसँग शब्दै छैन एकछिन रोइदिन्छु भनेको होइन राम्रो देखिन्छ यो हामी चाहिँ कर्फु डाँडामा ब्रेकफास्ट हुँदैछ अब यसको यो खाएपछि हामी चाहिँ भिडियो फोटो खिच्ने देन इकोमा गएर हामी चाहिँ लन्च देन पोखरा म सुरु गरेँ यता सुरु भइसक्यो पार्छ सरपा यही पनि एकचोटि पार होइन मारे हामी चाहिँ हिँडेको अब निजन कस्तो भयो भनिदेऊ कस्तो भयो गोविन्द सर कस्तो भयो म त बयान गर्न सक्दिनँ मलाई चाबी खै त्यही छ कि म निजन भाइ कस्तो भयो दामी बब्बाल भयो चापी हराउने मान्छे यो हो लुकाउने हो चोर रहेछ चोर कलौटे भाइ यदि तपाईँहरू पनि कर्फु डाँडा जाने सोचमा हुनुहुन्छ भने पोखरा काउखोलादेखि तपाईँको टाङटिङ जाने जिप पाउँछ अनि टाङटिङदेखि तपाईँ यदि हाइकिङ गरेर जान चाहनुहुन्छ भने 5 to 6 आवरमा पुग्न सक्नुहुन्छ अनि यदि टाङटिङदेखि जिपमा जान चाहनुहुन्छ भने 2.5 घन्टामा पुगिन्छ हामी चाहिँ पोखरा टु डाइरेक्ट कर्फु डाँडासँग चाहिँ हामी बाइक स्कुटरमा गएको थियो अनि मलाई चाहिँ एकदमै गाह्रो भयो है किनभने टाङटिङदेखि माथि चाहिँ रोड एकदमै बम्पी छ सो तपाईँहरू चाहिँ बरु कि हाइकिङ गर्नु होला कि भने चाहिँ जिपमै गएको चाहिँ सजेस्ट गर्दछु म तपाईँहरूलाई अनि हामी गएको टाइममा चाहिँ यो टाइममा चाहिँ सनसेट अनि सनराइज चाहिँ एकदमै राम्रो छ है अनि अब चाहिँ स्नोको टाइममा चाहिँ एकदमै राम्रो हुन्छ कर्फु डाँडा अनि रोडोडेन्ड्रोको टाइममा पनि एकदमै राम्रो हुने रहेछ है अनि यो चाहिँ अनि कास्की जिल्लामा पर्दछ भने अनि यसको चाहिँ समुद्र सतहदेखि 2900 मिटरको उचाइमा रहेको छ एकदमै राम्रो छ अनि पोखरादेखि एकदमै नजिक अनि सर्ट हाइकको लागि चाहिँ 3 दिनको लागि चाहिँ तपाईँले इजिली सक्नुहुन्छ है अनि जानु होला एकदमै राम्रो छ आइपुग्यौँ हामी यहाँ चाया इको भिलेजमा अनि यहाँ खाना पनि ल्याइदिइसक्नु भएको छ यो चाहिँ गुरुङ स्पेसल चिकन है दाइ बसौँ न सँगै खाम ल यस्तो छ सबैको भाग है अनि यहाँ चाहिँ जस आयौँ खाना पनि ठ्याक्क ड्राइभरले बनाएर राख्नु भएको रहेछ ठ्याक्क मुखमा हाल्ने बनाएर अब खाना लाग्छौँ यो उसको लागि चाहिँ उहाँहरूलाई एकदम धेरै धन्यवाद मिठो भात चाहिँ हामी एउटा टाइम ल्याप्स हालेर खान्छौँ होइन तपाईँहरूलाई यहाँनिर अचारहरू पनि होममेड बनाउनु भएको छ ल त्यही हो है यहाँबाट यस्तो गरेर हामी भात खान्छौँ I would like to say thank you Chia Eco Blaze-को ओनर दाई I really appreciate your help and thank you Dilchan, Nimsang, Govinda Dai. It was so fun. I really enjoy it. हामी फेरि सँगै ट्राभल गर्नेछौँ अनि आजको भिडियो चाहिँ यहीँ आएर सकेको छ. Thanks for watching. Till the end, stay tuned for next video.